हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज म तपाईँहरूलाई स्याङ्जाको भालु पहाड कस्तो छ त भनेर देखाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरेर भालु पहाड कस्तो छ हेर्नुहोला। कुहिरो लागिसकेको छ, कुहिरो लागे पनि म यहाँ भएको बेला कुहिरो लागेको छ, त्यही पनि म तपाईँहरूलाई भालु पहाड देखाउँछु। अब यो गेटबाट छिरौँ है त, भालु पहाड कस्तो रहेछ त हेर्नुहोस्। यहाँ डस्टबिनहरू छ, यसरी तपाईँहरूले फोहोरहरू राख्न सक्नुहुन्छ डस्टबिनमा, यस्तो सफा छ। यसरी यता यो बाटो भयो, यताबाट बुटोल, यताबाट पोखरा पुगिन्छ। अब जाम माथि, भालु पहाड कस्तो रहेछ हेर्नुहोस्, सफा यसरी। यो हो भालु पहाड। भगवानहरूको दर्शन गर्न सक्नुहुन्छ तपाईँले। यहाँ देख्नुहुन्छ नेपालको झन्डा। यहाँबाट यसरी यताबाट गाडी बुटोलतिरबाट आउँछ, यताबाट गाडी पोखरातिरबाट। यसरी स्याङ्जाको भालु पहाड तपाईँहरूले हेर्नुहोस् कस्तो राम्रो छ। अनि यता देख्न सक्नुहुन्छ यस्तो छ, यो हो स्याङ्जा आँधी खोला। तपाईँहरूले आँधी खोला भनेर सुनिराख्नु भएको होला नि, यही हो आँधी खोला, स्याङ्जाको आँधी खोला यो हो। अनि त्यहाँ एउटा पुल छ, तपाईँहरूलाई घुम्न मन छ भने यहाँ आएको बेला हो त्यहाँ पारी यस्तो पार्क पनि छ। यता यसरी कुहिरो लागेको छ, यसरी तपाईँहरू भालु पहाड घरमै बसी बसी घुम्न सक्नुहुन्छ। यो भयो, यता माथि डाँडाहरू छ, यसरी गाडीहरू यसरी आउँछ। अनि यसरी गाडीहरू पनि गएको देख्न सक्नुहुन्छ तपाईँहरूले। हेर्नुहोस्, यसरी स्याङ्जाको भालु पहाडमा यसरी गाडी जान्छ। अब तपाईँहरू पोखरा जाँदै हुनुहुन्छ, यहाँ झरेर यहाँबाट यसरी यो भालु पहाड भिजिट गर्नु होला। बुटोलबाट आउँदै हुनुहुन्छ भने यताबाट आउनुहुन्छ, पोखराबाट आउँदै हुनुहुन्छ भने यताबाट आउनुहुन्छ। पोखरा घुम्न आउँदा कतैबाट या बुटोलबाट आउँदै हुनुहुन्छ भने तपाईँहरू एकचोटि भालु पहाड घुम्न सक्नुहुन्छ। यस्तो राम्रो सुन्दर दृश्य छ भालु पहाडको, हेर्नुहोस्। अब तपाईँहरूले यहाँ घुमिसकेपछि यहाँ पारी जानुहोस्, पार्कहरूमा जानुहोस्, त्यो पुल तरेर जानुहोस्। यसरी तपाईँहरू स्याङ्जा भालु पहाड घुम्न सक्नुहुन्छ। यसरी हेर्नुहोस्, यहाँ गाडी पनि यस्तो राम्रो देखिन्छ। यहाँ आएर टिकटकहरू बनाउनु भयो भने पनि तपाईँहरूले यसरी ब्याकग्राउन्डमा यसरी गाडीहरू हेर्न सक्नुहुन्छ। हेर्नुहोस्, ब्याकग्राउन्डमा गाडीहरू देखियो भने त टिकटक कति राम्रो बन्छ। यहाँ नेपालको झन्डा पनि यसरी फरफराइरहेको छ। यसरी जस्तै तपाईँहरूले टिकटक बनाइरहँदा पछाडिबाट अगाडिबाट यसरी गाडी आयो भने तपाईँहरूको भिडियो पनि राम्रो बन्छ। अझ कुनै राम्रो बसहरू आयो भने धेरै राम्रो बन्छ। यसरी टडक आउँछ, यसरी बस आउँछ, यसरी। यही हो तपाईँहरूले आज देख्नुभयो घरमै बसी बसी भालु पहाड। यसरी देख्न सक्नुहुन्छ। यहाँ यसरी सल्लाहको रुख पनि रहेछ। यसरी आउनु होला, घुम्दै आउँदाखेरि एकचोटि भालु पहाड घुम्न नबिर्सिनु होला। थ्याङ्क यू। भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला है त। बाई बाई भालु पहाड।